तपाईँ के चाहनुहुन्छ? आजको दिन बनाउन चाहनुहुन्छ वा बिगार्न? थोरै मात्र सावधानी अपनाएर तपाईँ आफ्नो दिनचर्या, व्यवसाय, सम्पत्ति, प्रेम जीवन र स्वास्थ्य आदि समग्र पक्षहरूलाई आफू अनुकूल बनाउन चाहनुहुन्छ? आजको दिनमा तपाईँका लागि विशेष के छ? ग्रह र नक्षत्रहरूले तपाईँको सम्बन्ध, पेशा र तपाईँको मुडलाई पनि गहिरो प्रभाव पार्न सक्ने गरी पंक्तिबद्ध भइरहेका छन्। तपाईँको दिन बनाउन वा बिगार्न सक्ने महत्त्वपूर्ण आकाशीय अन्तर्दृष्टिहरूबारे आजको राशिफलमा विशेष चर्चा गरिनेछ। प्रत्येक राशि चिन्हको लागि ब्रह्माण्डले कस्तो प्रभाव पार्न सक्छ भन्ने बारे अन्तर्दृष्टि प्रस्तुत गरिनेछ र आज दैनिक अनुभवहरूलाई कसरी आकाशीय चालहरूले प्रभाव पार्न सक्छ भन्ने बारे अन्वेषण गरिनेछ। 12वटै राशिहरूको सम्पूर्ण जानकारीका लागि आजको यो श्रृङ्खलालाई अन्तिमसम्म हेर्नुहोला। दर्शकवृन्द, आजको राशिफलमा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रमको सुरुवात गरौँ आजको पञ्चाङ्गबाट। आज मिति 2082 साल कार्तिक महिनाको 19 गते बुधबार, तद अनुसार 5 नोभेम्बर 2025। आज कार्तिक शुक्ल पक्षको पूर्णिमा तिथि हो। साँझ 7:17 पछि प्रतिपदा तिथि प्रारम्भ हुनेछ। आजको नक्षत्र अश्विनी हो र बिहान 10:23 पछि भरणी नक्षत्र प्रारम्भ हुनेछ। आज चन्द्र राशिको प्रभाव मेषमा परेको छ भने सूर्य राशिको प्रभाव तुलामा परेको छ। आजको अमृत बेला बिहान 7:42 देखि 9:04 सम्म रहनेछ र राहुकाल बिहान 11:47 देखि अपराह्न 1:09 सम्म रहनेछ। सूर्योदय बिहान 6:18 हुनेछ र सूर्यास्त साँझ 5:15 हुनेछ। आज गुरु नानक जयन्ती हो र रुद्री आदि गर्नका लागि आज शुभ साइत रहेको छ। आजको पञ्चाङ्ग सम्बन्धी यो जानकारीपछि अब सुरु गरौँ आजका 12वटै राशिहरूका राशिफलहरू। सबैभन्दा पहिला मेष राशि। आज मङ्गल र सूर्यको बलियो प्रभावले तपाईँको हिम्मत, ऊर्जा र प्रतिस्पर्धी भावना अत्याधिक बढ्नेछ। नयाँ योजनाहरू सुरु गर्न उत्साह बढ्नेछ, तर आवेगमा निर्णय गर्दा समस्या आउन सक्छ। कार्यक्षेत्रमा तपाईँको नेतृत्वको प्रशंसा हुनेछ। व्यवसायमा नयाँ अवसर देखा पर्न सक्छ। आर्थिक रूपमा लाभको सम्भावना छ, तर खर्च पनि बढ्न सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्याधिक तनावबाट बस्नुहोला। आजको तपाईँको शुभ अङ्क 1 र 9 हो भने शुभ रङ रातो हो। शुभ समय बिहान 6 बजेदेखि 8 बजेसम्म रहनेछ। आजको तपाईँको शुभ मन्त्र ओम क्राम क्रिम क्रौं स्वः भौमाय नमः हो। वृष राशि। शुक्र र बुधको शुभ प्रभावले आजको दिन सौन्दर्य, सृजनात्मक र भावनाले भरिएको रहनेछ। कार्यस्थलमा तपाईँको बोली र व्यवहारले सबैको मन जित्नेछ। आर्थिक पक्ष स्थिर रहनेछ र नयाँ लाभको सम्भावना पनि छ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ, तर अहङ्कारले दूरी ल्याउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ, तर गुलियो परिकारहरू नखानुहोला। आजको तपाईँको शुभ अङ्क 6 र 2 हो भने शुभ रङ सेतो हो। शुभ समय बिहान 10 बजेदेखि 11 बजेसम्म रहनेछ। आजको तपाईँको शुभ मन्त्र ओम सम शुक्राय नमः हो। मिथुन राशि। बुधको प्रभावले आज तपाईँको बुद्धि, वाक पटुता र योजनात्मक सोच उत्कृष्ट रहनेछ। पढाइ, लेखाइ, सञ्चार र मिडिया सम्बन्धी कार्यमा सफलता पाइनेछ। कार्यस्थलमा नयाँ जिम्मेवारी पाइने सम्भावना छ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। प्रेम सम्बन्धमा खुलेर कुरा गर्नु राम्रो हुनेछ। स्वास्थ्य सामान्य, तर नाक, घाँटी वा श्वासको समस्या हुन सक्छ। आजको तपाईँको शुभ अङ्क 5 र 3 हो भने शुभ रङ हरियो हो। शुभ समय बिहान 9 बजेदेखि 10 बजेसम्म रहनेछ। आजको तपाईँको शुभ मन्त्र ओम ब्रह्म ब्रिम ब्रौ स्वः बुधाय नमः हो। कर्कट राशि। चन्द्र र शुक्रको प्रभावले आज तपाईँको भावना र सम्बन्धमा गहिरोपन आउनेछ। परिवारमा खुसी र आत्मीयता बढ्नेछ। काममा मन नलाग्ने भए पनि परिणाम राम्रो आउनेछ। आर्थिक पक्ष मध्यम, तर खर्चमा संयम राख्नुहोला। प्रेममा विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्यमा सानो थकान वा अनिन्द्रा हुन सक्छ। आजको तपाईँको शुभ अङ्क 2 र 7 हो भने शुभ रङ सेतो वा चाँदी जस्तो हो। शुभ समय दिउँसो 1 बजेदेखि 2 बजेसम्म रहनेछ। आजको तपाईँको शुभ मन्त्र ओम चम चन्द्राय नमः हो। सिंह राशि। सूर्यको विशेष कृपाले आज तपाईँ आत्मविश्वासी र प्रभावशाली देखिनुहुनेछ। नेतृत्व, निर्णय र योजना निर्माणमा तपाईँको योगदान प्रशंसनीय हुनेछ। व्यवसायमा नयाँ सम्झौता वा पदोन्नति सम्भव छ। आर्थिक पक्ष मजबुत रहनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ऊर्जाको स्तर उच्च रहनेछ, तर तातो खानेकुराहरू कम गर्नुहोला। आजको तपाईँको शुभ अङ्क 1 र 9 हो भने शुभ रङ सुनौलो वा रातो हो। शुभ समय बिहान 8:30 बजेदेखि 10 बजेसम्म रहनेछ। आजको तपाईँको शुभ मन्त्र ओम घृण सूर्याय नमः हो। कन्या राशि।
बुध र शुक्रको प्रभावले आज तपाईँ योजनाबद्ध र विश्लेषणात्मक बन्नुहुनेछ, काममा ध्यान केन्द्रित गर्न सक्नुहुनेछ र कठिन समस्याहरूको समाधान निकाल्नुहुनेछ। आर्थिक पक्ष स्थिर रहनेछ, तर अनावश्यक खर्चबाट भने बच्नुहोला। प्रेममा सानो भ्रम वा दूरी आउन सक्छ, स्पष्ट कुरा गर्नुहोला। स्वास्थ्य सामान्य रहनेछ, तर पेट र पाचनमा ध्यान दिनुहोला। आजको तपाईको शुभ अङ्क 5 र 8 हो भने शुभ रङ हल्का हरियो हो। शुभ समय बिहान 10:30 बजेदेखि 12 बजेसम्मको रहनेछ। आजको तपाईको शुभ मन्त्र ओम बुद्धाय नमः हो। तुला राशि, शुक्रको कृपाले तपाईको बोली र व्यक्तित्वमा आकर्षण आउनेछ। कलात्मक वा मिडिया सम्बन्धी काममा सफलता पाइनेछ। आर्थिक रूपमा सन्तुलन रहनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ र वैवाहिक जीवन सुखमय हुनेछ। स्वास्थ्यमा सामान्य समस्याहरू हुन सक्छन्, ठूला चुनौतीहरू छैनन्। आजको तपाईको शुभ अङ्क 6 र 9 हो भने शुभ रङ गुलाबी हो। शुभ समय दिउँसो 3 बजेदेखि 4 बजेसम्म रहनेछ। आजको तपाईको शुभ मन्त्र ओम सम शुक्राय नमः हो। वृश्चिक राशि, मङ्गल र केतुको प्रभावले तपाईको आत्मबल र गहिरो सोच बढ्नेछ। गुप्त योजना र अनुसन्धानमा सफलता पाइनेछ। कार्यस्थलमा तपाईको निर्णय क्षमता प्रशंसनीय हुनेछ। आर्थिक रूपमा सुधार हुनेछ। प्रेममा सानो विवाद हुन सक्छ, धैर्यता अपनाउनुहोला। स्वास्थ्यमा रक्तचाप वा थकान हुन सक्छ। आजको तपाईको शुभ अङ्क 9 र 5 हो भने शुभ रङ रातो हो। शुभ समय बिहान 10 बजेदेखि 11 बजेसम्म हुनेछ। आजको तपाईको शुभ मन्त्र ओम क्राम क्रिम क्रौ सोह भौमाय नमः हो। धनु राशि, बृहस्पतिको प्रभावले तपाईँ उत्साहित, सकारात्मक र ज्ञानप्रेमी बन्नुहुनेछ। काममा नयाँ अवसर वा पदोन्नति पाइनेछ। आर्थिक पक्षमा लाभ हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता र सन्तुलन आउनेछ। पारिवारिक वातावरण शान्त र सुखद रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर खानपानमा सन्तुलन राख्नुहोला। आजको तपाईको शुभ अङ्क 3 र 7 हो भने शुभ रङ पहेँलो हो। शुभ समय बिहान 8:45 देखि 10:15 रहनेछ। शुभ मन्त्र ओम ग्राङ ग्रिङ ग्रौ स्वह गुरुवे नमः हो। मकर राशि, शनि र बुधको प्रभावले तपाईँ जिम्मेवार र अनुशासित बन्नुहुनेछ। कार्यक्षेत्रमा स्थायित्व र सफलता पाइनेछ। आर्थिक रूपमा राम्रो समय छ। पुरानो ऋण चुक्ता गर्न सक्नुहुनेछ। प्रेममा स्थिरता आउनेछ, तर व्यस्तताले दूरी ल्याउन सक्छ। स्वास्थ्यमा हड्डी वा जोड्नीको समस्या हुन सक्छ। आजको तपाईको शुभ अङ्क 8 र 4 हो भने शुभ रङ खैरो वा गाढा नीलो हो। शुभ समय साँझ 5 बजेदेखि 6:40 बजेसम्म रहनेछ। आजको तपाईको शुभ मन्त्र ओम सम शनिश्चराय नमः हो। कुम्भ राशि, शनि र राहुको प्रभावले तपाईको सोच र दृष्टिकोण आज नयाँ हुनेछ। नयाँ योजना र विचारहरूमा सफलता पाइनेछ। आर्थिक रूपमा सन्तुलन रहनेछ। आकस्मिक लाभको पनि सम्भावना छ। प्रेममा केही भ्रमहरू उत्पन्न हुन सक्छन्, त्यसलाई संवादद्वारा समाधान गर्न सकिनेछ। संवाद जारी राख्नुहोला। स्वास्थ्यमा निन्द्रा र मानसिक शान्तिमा ध्यान दिनुहोला। आजको तपाईको शुभ अङ्क 4 र 8 हो भने शुभ रङ नीलो र बैजनी हो। शुभ समय बिहान 9:40 बजेदेखि 11 बजेसम्म रहनेछ। आजको तपाईको शुभ मन्त्र ओम हम हनुमते नमः हो। र अन्त्यमा मीन राशि, बृहस्पति र नेप्चुनको प्रभावले तपाईको भावना र कल्पना शक्ति आज प्रबल हुनेछ। कला, सङ्गीत वा लेखन क्षेत्रमा सफलता पाइनेछ। काममा सहयोग र सम्मान बढ्नेछ। आर्थिक रूपमा सुधार हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता र स्नेह बढ्नेछ। स्वास्थ्यमा सानो थकान वा अनिन्द्रा हुन सक्छ। आजको तपाईको शुभ अङ्क 3 र 9 हो भने शुभ रङ हल्का नीलो र बैजनी हो। शुभ समय दिउँसो 1 बजेदेखि 2:50 जाँदासम्म रहनेछ। आजको तपाईको शुभ मन्त्र ओम गङ गणपतये नमः हो। दर्शकबिन, तपाईहरूको राशि कुन हो र आजको कुन कुन कुराहरू तपाईको जीवनसँग मेल खाएको छ, तलको कमेन्ट बक्समा गएर लेखिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यदि तपाईलाई आजको भविष्यफल मन परेको छ भने एउटा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु हुन पनि नबिर्सनु होला। यसका साथै आजको राशिफल यही सकिएको छ। भोलि फेरि अर्को राशिफल लिएर हामी पुनः भेट हुनेछौँ। तबसम्मका लागि नमस्कार, शुभ दिनको शुभकामना।